नेपालमा निर्वाचन इलेक्सन कमिसन नेपालले कन्डक्ट गर्छ। इलेक्सन सम्बन्धी सबै रुल एन्ड रेगुलेसन इलेक्सन कमिसन नेपालले निर्माण गर्छ। त्यो नियम नेपालको कन्टेक्स्टमा देशभरि समान रूपले लागू हुन्छ। बट युएसएमा यस्तो हुँदैन। युएसएमा हरेक स्टेट इन्डिपेन्डेन्ट रहेको छ। हरेक स्टेटको आफ्नो सिटिजनसिप त हुन्छ नै, साथै हरेक स्टेटको आफ्नो कन्स्टिट्युसन पनि हुन्छ। त्यसैले त्यहाँ इलेक्सन रुल पनि फरक छ। युएसए को 50 स्टेट मध्ये 48 स्टेटहरूले एउटै रुल फलो गर्छन्, द्याट इज विनर टेक्स अल। फर इक्जाम्पल क्यालिफोर्नियामा 55 इलेक्ट्रोल कलेज भोट छन्। अब इलेक्ट्रोल कलेज भोट भनेको के हो त्यसको बारेमा लङ भिडियोमा कुरा गर्नेछौँ, सब्सक्राइब गरिराख्नुहोला। नाउ सपोज पार्टी एले 60% सिट, पार्टी बीले 20% सिट्स र अदर्सले पनि 20% सिट्स प्राप्त गर्छन्। पर्सेन्टेज अनुसार एले 33 सिट्स र बी र अदर्सले 11 सिट्स पाउँछन्। तर युएसए को 48 स्टेट्समा यस्तो हुँदैन। यहाँ विनर टेक्स अलको नियमले गर्दा पार्टी एले सबै सिट्स प्राप्त गर्छ। यही रुलको कारणले 2016 मा हिलारी क्लिन्टनले धेरै लस भोग्नु परेको थियो। ओभरअल भोट पर्सेन्टेजमा डोनाल्ड ट्रम्प भन्दा बढी सिट्स पाए पनि उनी राष्ट्रपति बन्न सकेकी थिएनन्। इजन्ट इट इन्ट्रेस्टिङ? ड्रप अ कमेन्ट एन्ड सब्सक्राइब फर मोर।